हामी जुमसुमबाट चाहिँ धुम्म पोखरी र यहाँ माथि एउटा गुम्बा छ अरे, त्यो गुम्बा धुम्म पोखरी घुम्न जाँदैछौँ है गाइज। हामी यो जुमसुमबाट टक्क पुल कटेपछि त्यहाँबाट तेर्सो लाग्दै हामी तलतिरै फर्किनेछौँ है गाइज। फेरि त्यहाँबाट हामी चट्ट मार्फा हुँदै फेरि पोखरा साइडतिरै फर्किँदैछौँ। यो चाहिँ हामी खास यहाँ पोखरी छ अरे एउटा धुम्म पोखरी, त्यो धुम्म पोखरीमा टक्क जाने बाटो चाहिँ एकदम पिछे छ अरे, माथि गुम्बासम्मै हेर्दैछौँ गाइज। रमाइलो रमणीयहरू एकदम भ्यूहरू पनि दामी छ है गाइज। ल तपाईँहरू पनि टक्क यस्तो मुस्ताङ साइड आउँदाखेरि यो धुम्म पोखरी र यो गुम्बाहरू घुम्नु नबिर्सनु होला। यहाँ विशेष गरी धुम्म पोखरी भने टक्क माथि हाइटमा छ अरे, गुम्बा पनि हाइटमा छ अरे। हामी यो टक्क जुमसुमबाट चाहिँ टक्क उता पोखराबाट आउँदाखेरि टक्क पुल तरेर पुल पारीबाट टक्क राइट लाग्ने हो। मास्तिर गयो भने मुक्तिनाथ अप्पर मुस्ताङ पुगिन्छ। यो चाहिँ राइट साइड लागेर चोकबाट एउटा चोक छ, चौकी छ, त्यहाँबाट हामी राइटतिर लागेका छौँ है गाइज। अब यहाँको रमणीय सिनहरू के कस्तो छ हजुरहरूलाई हामी देखाउनु गइरहेछ है त। हाम्रो यो विशेष गरी धुम्म पोखरी, त्यहाँ माछाहरू छ अरे प्रशस्त। अनि माथि एउटा गुम्बा छ अरे, पुरानो गुम्बा, अनि नयाँ पनि बन्दैछ। त्यो गुम्बाहरू सबै घुमेर आउने छ है गाइज हामी। अनि यतैबाट हामी तलतिरै झर्छौँ होला सायद, बाटो रहेछ भने रहन्छ भने हामी यतै फर्केर फेरि जुमसुमै निक्लिनु पर्ने हुन्छ। उता बाटो मेरो विचारमा होला, बाइक जाने बाटो छ भनेर सुनेको छु। यो चाहिँ खास गुम्बासम्म मात्रै छ यो बाटो अहिलेको लागि, गुम्बासम्म चाहिँ पिच्छ लाग्यो। त्यहाँबाट उता चाहिँ के कस्तो छ है त गाइज। हामी लगभग धुम्म पोखरी निक्लिनु थाले जस्तो छ गाइज। रमाइलो रहेछ माथि हाइटमा। गेट रहेछ र गेट स्याउ खेती हुने सबै। ल यहाँको जुमसुमको स्याउ खेती। ल एयरपोर्ट स्याउ खेती हामी हिउँको छेउतिर आइसक्यो गाइस, हिमालकै मुनि आइसक्यो। ल
गाउँ क्या राम्रो तल अघि माथि हो मेरो गाउँ छिट्ने बाटो होला यता नि हिमाल उता नि हिमाल गाउँ र बस्ती यस्तो हिमालको छेउमा बस्नु पाए पो मजा आउँछ Kumpah rasa pakai kumpah. Kami yo sumsumko area kumpah ayo पाँच बजी छ अनि बाटो गइरहेछ है गाइस पोखरी जाने बाटो भनेको छ अब होला जाने नयाँ बाटो आउँदैछ हाम्रो लागि चाहिँ नयाँ बाटो हो यो खोला मस्त रहेछ हामी नयाँ नयाँ बाटो घुम्दैछौँ गाइस जिन्दगीमा घुम्नै पर्छ भन्छ हेरौँ नयाँ पुल बन्दै रहेछ यहाँ पुलको नाम चाहिँ के छ गाडी खोलाबाट बढाएको छ ठिकै छ कोही बात छैन खाँदा फुट्दै गाइस पोखरीमा यहाँ मस्त हावा लाग्दैछ गाइस पोखरी चाहिँ सङ्लो छ ल हिमालको पानी आएको पोखरी हो हिमाल त्यही छ हिमालै छ कर्म लामा शेर्पाज्यू हामी सबैजना पोखरी ठुलोमा बल्ल सामसुङको पोखरी निकाल्दैछ राम्रो आएन भनेर के हो दाजु ठिकै हो त्यो त भ्लगमा हालिहाल्छु मैले घुम्माताल धुम्माताल नाम नआउनु नि केही छैन कि मैले त अहिले घुम्माताल हुँदैछ धुम्माताल ल गाइस यो धुम्माताल नि धुम्माताल जोमसोमको धुम्माताल हामी चाहिँ यो धुम्म पोखरी घुम्दैछौँ धुम्म पोखरी नाम पनि धुम्म पोखरी रहेछ दाजु के छ यो पोखरीको विषयमा केही दुई चारवटा शब्द बोलिदिनु त दाजु राज गरेको हजुर तपाईँ हाउडेमै भन्दैछ तपाईँले नि अर्काले भनेको सुनेर भन्दा हो कि क्या दाजु तपाईँ पनि मान्छे त जोकिस टाइपको हुँदो रहेछ नि दाजु धुम्म पोखरी घुम्दैछ है गाई धुम्म पोखरी ल
हामीले धुम्म पोखरी घुम्दैछौँ। अब यो पोखरी घुमेर हामी तपाईँहरू यसो घुम्न आउनुहोस्। धुमसुङको ठ्याक्क नजिकै रहेछ, 10 मिनट जति लाग्छ दुखुङ चोकबाट। अब तपाईँहरूलाई घुम्नु मन लाग्यो भने आउनुहोस्। हामीले अब यहाँ सोध्दै खोज्दै आइपुग्यो। रमाइलो लागिरहेछ पोखरी घुम्दा। बाटोहरू पनि तपाईँहरूलाई राम्रो छ, गाह्रो छैन, हो। धुम्म पोखरी यहाँबाट अब हल्का गुम्बामा जानेछौँ हामी। गुम्बा अलि पर छ है गाइज। गाइज माछा पनि छ है यहाँ त, ठुलो माछा रहेछ। ल माछा पनि हेर्नुहोस् कति ठुल्ठुलो माछा छ। गुम्बा पोखरी आमा यहाँ कत्रो छ ल माछा। माछा हेर्नुहोस् है गाइज, माछा 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 भ्याएको त। गाइज गुम्बा त्यहाँ छ। अब गुम्बा पनि हामी जाने हो। गुम्बा पनि जानेछौँ है गाइज। जाडो छ जे होस्, हाम्रो 5-6 दिनको टुर मजाले घुम्दैछौँ। केही छैन, तिहारको बेलामा जाडो अलिअलि छँदैछ। जाडोको लागि नकुरा गरौँ, त्यस घुमाइ चाहिँ डह्रो भइरहेछ। के गर्ने, जिन्दगी चल्न त चल्या छ, पिरै पिरमा छ भने चाहिँ हो गाइज हाम्रो जिन्दगी। यो हामी 3 जना फेरि काम नभएको बुढाहरू पऱ्यो। अब तिहारमा तास जुवा खेलेर फाल्ने भन्दा यसरी रमान्य ठाउँतिर घुम्नलाई रमाइलो लाग्छ। त्यसरी पैसा नफालौँ, बरु घुमेर केही मनोरञ्जन लिउँ भनेर घुम्दैछु है गाइज। यति कुरा बुझ्नुहोस्। तपाईँहरूले सोध्नु होला फेरि यो बुढाहरूलाई कहाँबाट पैसा आयो, तर त्यस्तो होइन लगाइज। सर यो 3टा बुढा घुमे गर्छ लगाइज। गाइज माछा, गाइज माछा। यो माछालाई खुवाउने हो दाना पानी। यो पोखरीमा माछालाई गाइज सानो ठुलो साइजकै रहेछ त हो माछा त। भाइ अलिकति ल्याउ न 1 मुठी बाबु। अलिकति 1 मुठी ल्याउ त, म माछा बनाउँछु। हालसँग उडाइदिनुहोस् न नि। के छ ओहो माछा गाइज माछा। मैले दिएको त खाना आएन त हो, यसले मलाई पत्याएन क्या। गाइज माछा कस्तो रेट पर्दछ। अब आयो यो पोखरीमा माछा भाइहरूले दाना हाल्दैछ। ल गाइज हामी धुम्म पोखरी घुमेर फेरि माथि गुम्बातर्फ लागेको छ है गाइज। अब गुम्बातर्फ जाने, गुम्बा हल्का माथि छ। माथि
पोखरी छोडेर हामी गुम्बातर्फ लागेका छौँ। हल्का माथि रहेछ गुम्बा चाहिँ। यो सबै जुमसुम एरिया हो। ठ्याक्क जुमसुमबाट ठ्याक्क पारी, एयरपोर्टबाट ठ्याक्क जुमसुम एयरपोर्टबाट पारी है गाइज। यो चाहिँ माथि चढ्नुपर्ने छ। यता हल्का कच्ची बाटो जस्तो रहेछ थोरै। लगभग गुम्बा नि आइपुग्नु थालेर गयो। गेट देखेँ है गाइज। ल गुम्बाको गेट भर्खर निर्माण हुँदै रहेछ, रङरोपण गरे छैन। ठिक छ, घुम्नु चाहिँ भव्य घुम्ने भयो गाइज। अब हामी गुम्बा गेटबाट त हल्का कच्ची रहेछ, ठिकै छ। पछि निर्माण होला नि त पिच। अहिले चाहिँ टक्क गेट तलै रहेछ, निकै तल गेट रहेछ। अब गुम्बाको माने देखियो है गाइज। ल हामी गुम्बातर्फ लाग्यो है त। ल यो तलतिर सबै यो जुमसुम एरिया हो। हामी लगभग गुम्बा पुग्यौँ है त गाइज। ल गुम्बाको केही दृश्यहरू हेर्नुहोस्। तल धुम्म पोखरीको हेर्नुभयो। बाटो त यता पनि यो पारिपट्टि नि रहेछ गाइज। छन चाहिँ पिच गरे छैन जस्तो छ। पिच चाहिँ यहीँसम्म जस्तो रहेछ। ल हामी गुम्बा पुग्यो है त गाइज। एकजना साथी अगाडि पुग्नु भइसक्यो। हामी अब गुम्बाको तर्फ आइपुग्यो गाइज। गुम्बा ल गुम्बा हामी एउटै मन्दिर कुनै नछोड्ने हो। सकेसम्म घुमेर हिँड्ने हो। कुन खालको भित्र गुफाभित्र चाहिँ आएको छ गाइज। ल ए ल गुम्बा यहाँ रहेछ। जुत्ता यहाँ खोलेर चाहिँ जाने रहेछ गाइज। ल छ यता रुम रहेछ। ल सबैभन्दा पुरानो गुम्बा रे यहाँको। हाम्रो यहाँ सोल्टी ढोक्दैछ है डाङ्की गुम्बामा। गुम्बा पुरानो जुमसुम। आर्टिफिसियलहरू चाहिँ राम्रो रहेछ है।